नमस्कार अनि सम्पूर्ण साथीहरू नमस्कार भन्न चाहन्छु। मेरो नाम सुरेन्द्र थापा, राइट। आज विशेष दिन, आमाको विशेष दिन हो। आमा जति पनि हुनुहुन्छ यो संसारको निस्वार्थ भनेको आमा नै हुनुहुन्छ। सो त्यसैले आज माथा तीर्थ औँसी हो। आज माथा तीर्थ औँसीको अवसरमा मलाई जन्म दिनुहुने मेरी आमालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आमा, सधैँभरि हामी तपाईँको साथमा छौँ। तपाईँको माया, तपाईँको यो अमूल्य माया हामी कहिल्यै बिर्सिने छैनौँ, राइट। आज विशेष दिन मात्र नभइकन आमाको 365 दिनमा हामीले चाहिँ त्यो माया दिनुपर्ने छ, राइट। र आमा भनेको यस्तो चिज हो जहाँ तपाईँको सफलता मात्र नभई असफलतामा, दुःखमा, सुखमा साथ दिनुहुन्छ, राइट। यदि दुनियाँमा निस्वार्थ व्यक्ति, निस्वार्थ त्यो भगवान पाउनुहुन्छ भने त्यो आमा नै हुनुहुन्छ। त्यसैले सम्पूर्ण आमाहरूमा मेरो हृदयदेखि नमन गर्दै सम्पूर्णलाई माथा तीर्थ औँसीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सो त्यसैले सम्पूर्ण साथीहरू सकेसम्म आमालाई सधैँभरि 365 दिनभित्र तपाईँले कुनै दिनमा पनि कमी नहुने गरी आमालाई माया गर्नुहोला। र आमा भन्ने चिज, आमा भन्ने शब्द धेरै आफैमा पनि अमूल्य छ, माइ डियर फ्रेन्ड, राइट। र हामी आमा भन्ने बित्तिकै सबैलाई मनमा शान्ति मिल्ने गर्छ, राइट। हामी पूजामा जब कुनै वर माग्दा, कुनै पूजापाठ गर्दा हामीले मनलाई शान्त गर्छौँ भने त्यस्तै गरी आमा भन्ने शब्द पनि तपाईँको एउटा मन्दिरभन्दा कम छैन, माइ डियर फ्रेन्ड। सो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, हामी 365 दिनभित्र आज एक दिन मात्र नभइकन 365 दिनमै तपाईँले आफ्नो आमालाई सम्मान गर्नुहोला, आमाको इज्जत राख्नुहोला, आमालाई सधैँभरि माया गर्नुहोला भन्न चाहन्छु। र आमा बुवा भनेको तपाईँले हरेकचोटि पाउनुहुन्न, हरेकचोटि मिल्दैनन्, राइट। आज हामी जिउँदो रहन्जेलसम्म आफ्नो आमा बुवा र सम्पूर्णलाई सम्मान गर्नुपर्छ। र मान्छेको चोला हो, कसको के थाहा कुन बेला हामी कहाँ जान्छौँ, कुन बेला हाम्रो के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले आफ्नो यो आमा बुवालाई एकदमै मर्यादाको साथ ढङ्गले आफ्नो आमा बुवालाई सम्मान गर्नुहोला, है। आज फेसबुकमा स्टोरीमा तपाईँले आफ्नो आमालाई धेरै लामो स्ट्याटस लेखेर अनि राम्रो गीत धुनहरू लगाएर त्यो एउटा भ्युजको लागि, एउटा स्टोरीको लागि, लाइक कमेन्टको लागि मात्र नभइकन तपाईँको दिलको कमेन्ट पनि राख्नुहोला, दिलको माया पनि राख्नुहोला मनदेखि। र तपाईँको मनदेखि सधैँभरि आफ्नो आमालाई सम्मान गर्न सिक्नुहोला, राइट। र आमा भनेको चिज यस्तो हो जहाँ हर कोहीले सधैँभरि पाउँदैन, माइ डियर फ्रेन्ड। बट आज हामी धेरै परदेशमा छौँ, धेरै दाजुभाइ दिदीबहिनीहरू, र आमा पनि कतिपय परदेशमा हुनुहुन्छ होला, बट घरमा नजिकमा छैनौँ होला, हामी सँगै बसेर मनाउन पाइरहेका छैनौँ। बट तर पनि तपाईँ फेसबुकबाट, टाढैबाट, भिडियो कलबाट पनि तपाईँले आफ्नो आमाको त्यो मुख हेर्न सक्नुहुन्छ। र त्यो मुख हेर्ने अवसर मात्र नभइकन तपाईँले 365 दिनमै तपाईँले चाहिँ सकेसम्म माया गर्नुहोला आफ्नो आमालाई। र आमाको मन दिल दुख्ने काम नगर्नुहोला। बट आमाको दिल दुख्यो भने तपाईँले सफलता तपाईँ कहिले पनि मिल्नेवाला छैन। जहाँ भगवान दुःखमा सुखमा साथ दिनुहुन्छ भनेर हामीले धेरै ठाउँमा पूजापाठ गरेर, आरती लगाएर, धेरै भजन कीर्तन गरेर हुँदैन, माइ डियर फ्रेन्ड। र भजन कीर्तन गर्नु तपाईँको आमासँग, तपाईँको बुवासित, र भने तपाईँको भगवान प्रसन्न हुनुहुन्छ, माइ डियर फ्रेन्ड। त्यसैले आफ्नो आमालाई, आफ्नो बुवालाई कहिले पनि दुःखी नबनाउनु होला, सुखमा शान्तिमा राख्नुहोला। जे छ तपाईँ तीसँग रमाउनु होला। यहाँ धेरै पैसा दिएर मात्रै आमा सन्तुष्ट हुनुहुन्छ, खुसी हुनुहुन्छ, धेरै पैसा दिएर बुवा खुसी हुनुहुन्छ भन्ने छैन। तपाईँ एउटा बोलीको स्वभाव, तपाईँले आफ्नो मम्मीलाई गर्ने एउटा माया ममता भए पनि उहाँलाई धेरै अमूल्य लाग्ने गर्छ। त्यसैले यदि निस्वार्थमा कसैले माया दिन्छ, कसैले माया गर्छ भने तपाईँको त्यो आमा एन्ड बुवा हुनुहुन्छ। त्यसैले सम्पूर्णलाई फेरि पनि यो माथा तीर्थ औँसीको हार्दिक धन्यवाद र शुभकामना दिँदै आजको यो लाइभबाट म बिदा हुन्छु। सम्पूर्णलाई धेरै धन्यवाद दिँदै ओके, बाई बाई, टेक केयर।